सार्दै गरेको दृश्य तपाईँहरूलाई देखाइरहेका छौँ। यो धोबी खोलाको सुकुम्बासी बस्तीमा बनेको यो 7 तले घर। यो 7 तले घरमा चाहिँ घर चलाउँदै भन्ने सुनिएको छ र त्यहाँ पसल गरेर पसल धमाधम सामान सारिरहेका छ। यो दृश्य धोबी खोलाको पारिपट्टि बनेको 7 तले बिल्डिङ हो। तपाईँले देख्न सक्नुहुन्छ। यहाँभन्दा उताको साइडहरू क्लियर गरिसकेको छ अहिले र अहिले अब यतापट्टि डोजर चल्ने भन्ने सुन्नमा आएको छ। त्यसै कारणले गर्दा यहाँ पसल गरेर बस्ने व्यवसायीहरू अहिले तपाईँहरूले धमाधम आफ्नो सामानहरू सारिरहेको दृश्य देख्न सक्नुहुन्छ। सामान एक गाडीमा लोड गरेर लाँदैछ। यहाँ प्रहरीहरूको बाक्लो उपस्थिति रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीहरूको बाक्लो उपस्थिति छ। यहाँ छेउछाउका बासिन्दाहरू यहाँ हेर्नलाई आइरहेका छन्। भिडभाड पनि छ अहिले। यो अनाउनहरूको रुद्रमती पुल धोबी खोला स्थित नजिकै रहेको ठाउँमा हो। अहिले यो माथि देख्न सक्छौँ मान्छेहरू सरिरहेको र सामानहरू सारिरहेका छन्। यो कतिखेर डोजर चल्ने हो भनेर यहाँ